나 토마들이야. 아주 잘남균이 신신난게인게 सर्वप्रथम यो सञ्जालमार्फत 밤에 हेरिरहेको 기분인데 हुने अनि आर्य 푸르기 주면 안 सङ्घ 봤어래. भिक्षु भिक्षुणीका 어, दलहरू त्यस्तै गरी अनि 다나시 이제 साथसाथै 저 음, 주로 보모 용수 선배로 धर्ममित्र अनि जति 건강 पनि 상태 गृहस्थी वर्ग 선주야이. हुनुहुन्छ सबैलाई सुस्वास्थ्यको कामना व्यक्त गर्दै 다들인데야 आशिष 무튜네 व्यक्त गर्दछु। 다다 आज पनि 대배 तपाईँलाई 사회 चाहिँ 대배 개주 यसलाई 거대로 अब निरन्तर दिन चाहन्छु। 내린 대바 मूल 루기 나로래 निकायहरू 시주 अनि 가래 यो 상디 कसरी 거로 विभाजित भए भन्ने 디슈아버시 कुरामा बताउन चाहँदैछु। अनि 다대야 चाहिँ अब दक्षिणी परम्परा 루기 난데기 अनुसार अब ene कसरी गइरहेको छ भन्ने विषयमा बताउनु पर्दाखेरि अब केही यहाँ टपिक शीर्षकहरू राखेको छु, त्यस अनुसार हामी बताउँदै जानेछु। 가상함의 초월지레다 루기 अस्तिको 난데기 नै निरन्तरता दिन चाहन्छु, अस्तिको त्यही बाँकी 셰바레야 त्यसैलाई म जोड्न 시주 चाहँदैछु। 셰비나 आज 4औं दिन रहेको रहेछ हाम्रो पूर्वजनको यो ग्रीष्मकालीनको वर्षावासको 가상디 प्रवचन 도가 나로 प्रमुख 가르송부디 가사다 ग्रीष्मकालीन 듀에 वर्षा 나로 가르송부디 होइन। 휴심부다 때네마 अस्ति विनय पिटकभित्र 게르 के थियो त्यो 루기 कुराहरू 초 बताइसकेँ। 초리아 अब यो 세베 게는지 대베 ऐतिहासिक 퀴림다 भनौँ न 디주고 주야 아드님bre ऐतिहासिक 다대야 ग्रन्थहरू निकायको विकास र 다다 अन्य 실망겐게 निकायप्रति गरिएको आलोचना भन्ने 루기 कुरो 닝바 रहेको छ। 링진 동럽사 되게 류응아바다 동럽 심었어 जस्तो कि 류응아바 दिपवंशको 5औं 다나신 अध्याय 땀지신 제베기 वंशको 링실라서 5औं अध्याय, 디주나로래야 त्यसै गरी अनि कथावस्तुको 안에 टीकाबाट लिएका 폐신 पृष्ठभूमिको 대베기 대바 भूमिकाहरूले अनि 총수되죠 안에 दिप 시에여자 마세베기 महासङ्घीय निकायको उत्पत्तिको मात्र वर्णन गर्दैनन्। तिनीहरूले 대바 18 체계 निकायहरूको विकास 총수네 र 제마인비직 अन्य 대바 신기지 निकायहरूमा 거로야 भएको 디주지 विभाजनको 그로 विस्तृत 그래요 विवरण पनि दिन्छन्। 대삼도 마세베기 파진 대베기 숭로블이야 त्यसरी यो 숭주의 मात्रै 기본 नभएर 심으르베 다디 तिनीहरूले 상기 शस्त्रहरू 가 디술이야 숭주의 पुनर्लेखन गरेको 프랑스디 भन्दै महासङ्घिकाहरूलाई 동주주 कडा रूपमा 디저샤 आलोचना पनि गरेका थिए। 디주고리아 안에 견주 차부세샤 된제기 यो 디주주레야 शीर्षवस्तुवादहरूले अब यो 안에 खल्जेन देवा भनौँ न 다 महासङ्घिक 루주 이제 सङ्घिका 디주고로야 प्रतीकहरूलाई अब कडा रूपमा आलोचना र 세야버레스 विभिन्न अब यसको 대야 कुराहरू उठाएको थियो। 다다 루주 이제 디주나로래야 다다 यो 내내베 लेखोटहरू 대바 स्रोतहरूमा त्यो भित्रमा स्थबिरको 폐신베 भनौँ न 대바 디니 캬바디 स्थबिरलाई यो 안에 벨샤 स्थबिरलाई यो 소르주사 महासङ्घिकाको 내리베 대바 निकायलाई चाहिँ 롱마디 अब 에네베 짜와덴지 론답 게베기 신난로다 भनौँ न 쳔보다 त्यो 라지 चाहिँ 루기야 बेला के भनेको छ भन्दाखेरि ठुलो बर्दाको रुख र 가나신기 내린 발레 काँडाहरूको बिचको 계획이 भिन्नता भनौँ न। 대바신나다 다나신 폐신 대발의 계획 대바신 जस्तो कि 주준보다서 यहाँ भनेको छ 아니 कि 행동의 यी 계획 इतिहासहरूले 사만나시 वास्तविक थेरवाद निकायलाई 대세 स्थिर 된적이 따도스 जरा र 계수 फैलिएका हाँगाहरू 사나다 भएको 그만 ठुलो 배워 제셔 같은데 वर्धकमा निग्रोधा 로기 이제 रुखसँग 주나로래야 तुलना गर्ने 세계 गर्दछन्। 브레스 स्थविरवाद र 아니 महासङ्घिकाबाट 다나신기 विभाजित भएका 로기 अन्य 이제 17 주나로래야 निकायहरूलाई 로기 रूपमा 난데기 쫄라하고 उम्रेका काँडा जस्तै 신변의 तुच्छ मानिन्छ। 딘세베게 यति मात्र होइन, 나버체리 दक्षिण 마베 परम्पराको 대사디 महाविहार 지 निकायका 코네게 आलोचनाहरूले 거두 당보다 니바다 गरेका 수바제게 난도 튜메 데 징겨바 आलोचना 세게데 गरेका 아니다 나버체리 마베 대사난라 दक्षिण पूर्वमा 다 로규 महाविहार 난데기 निकाय 다버도 आचार्यहरूले जोड दिएर 퓨실란게게 भन्छन् कि 다 प्रथम द्वितीय र 쫄라 तृतीय 하신베기 बुद्ध 대바사 वचनको 디기 सङ्कलनमा विभाजित 네 अ, विभाजतवादीहरूले 대바 मात्र 튜메도 데 शुद्ध 구제 रूपमा 징경 शिक्षालाई कायम राखे भन्ने 셰바샤 भन्दछ। 된제 아니 nembo치 제시해 버레스 यस्तो बताएको छ नि यहाँ। 다드네 샴레야 अब म 다다 로규 फेरि यसलाई 난데스나 라도 के 다다 बताउन चाहन्छु त 실랑게기 भन्दाखेरि 로규 इजनिङ अब बदिस यो नालोलेया श्रीलङ्काको अनि इतिहासको 팔신 대백이 पुरानो 되는 प्राचीन 소리야 손주의 겹이 어레사디 लेखोटहरूमा के छ भन्दाखेरि 에 अब 균주 제브로바 यसमा के छ भन्दाखेरि 다오는 되는 महासङ्घिकाहरूले त्रिपिटकमा 뜻들이 हेरफेर 되는 गरेको 소리야 भन्दै 소리 된데 겹이 गरिएको 어레시라이나 आलोचना छ। 다디야 링진 두르고 나로래야 यो इतिहास 링진 कस्तो 두르고 परेको रहेछ 나로래야 भन्दाखेरि 거두 यो चाहिँ 챔피기 दिपवंशमा छ। 류세난다도 다 팔신 यो 대백 महा 팔신 बुद्ध 대바사야데다 거두 बुद्ध 챔피기 वचनको 류세야데 다 महासङ्कलन सङ्ग्रहितका 링진베기 남라서 भिक्षुहरूले 샤디 요로 मूल 다다 त्रिपिटकमा हेरफेर 실랑게 गरेको 되고 विवरण 나로래야 संक्षेपमा 팔신 यस 대바 प्रकार 디술이야 राखिएको छ।
거두 신비 기류야 라고르바 제자 안에 अब महासंघी 거두 का पनि 신비 भनिन्छ भाइ 개노티 주기 안에 महासंघीहरूले 자외기 त्रिपुरामा 되는 हेरफेर 소리야 गरेको भन्दै sobje गरिएको tambe आलोचनामा gorchi के छ soya भन्दाखेरि tati nangden durdu यसमा के tada बदलाव lingchen durdu गरिएको छ त nalole ya se de उनीहरूले bangda आफूलाई सोझेर भनिन्छ सोच्यो के उहाँहरूले बदलाव गर्नुभएको रहेछ arbazoma त के हेरफेर रेखदेख ngode गर्नुभएको shina रहेछ भन्दाखेरि samchayaso यसको tati अब nale shologa शुद्ध sun मोटामोटी sungi ba बताउनु kang पर्दाखेरि यसको sun श्लोक sun sunbe nalole ya 32 र 33 kakso ya sana श्लोकमा के रहेछ त भन्दाखेरि gyudun pejen be ki gyalwa de महासंघीका zuki kodu महासंघीको ngode ba सङ्घले kashi tang chene वास्तविक ani kodu shen बुद्ध jing वचनको shabres सङ्घलाई भङ्ग गरी अर्को बुद्ध वचन kodu सङ्ग्रहित सञ्चालन गरे भनेर एउटा आलोचना niba di kya malam cherwa kodu niba di kya malam cheje अब ani kodu shinda shabres as ki अब shologa दोस्रो kodu बुद्ध shinda वचन चाहिँ अब shabres malam सङ्कलन cheje गरेको अब samche स्वीकार नगरेर kodu अब shinda तेस्रो shabres उहाँ बुद्ध kodu वचनलाई shinda सङ्ग्रहित गर्न shabres जाँदैछ भनेर ane गरेको रहेछ dana shin cho jig du yebe ge surab de अनि zuka ka tor एकै chene ठाउँमा जम्मा गरिएका da pera शास्त्रहरूलाई छुट्टै दिए denga da जस्तै कि dana shin जसले ge अब dume भनौँ न duwe ge पाँच khome सूत्र ge सङ्ग्रह gongduen san विनयको tangbi मूल gongduen zawe ge अभिप्रायलाई gongduen de नष्ट samla गर्यो भनेर यसरी turji भनेको tan chene ane meb भनौँ न sabres एकै ठाउँमा जम्मा gyunju गरेको ji cheba शास्त्रहरूलाई अब छुट्यायो भने बेग्ला da बेग्ला ठाउँमा dene उनीहरूको shologa सङ्ग्रह sunju विनयको sumsiba सङ्ग्रह da भनेर sun songa be nalo le ya अनि gyunju अर्को के khangde रहेको छ yang भन्दाखेरि sana श्लोक 34 र 35 भित्र के लेखिएको tada रहेछन् भन्दाखेरि pejen dewe ge उनीहरूले gendun di zui ge ane sangye ge यो tamra su tenpa khain tamra महासङ्घिकाहरूले ma चाहिँ yinpa tenpa khain be ge यी tamsha ba la sheb che che यी नै ane भनौँ न dana shin nga den da आलङ्कारिक bedun gi शिक्षा khari ba हो र के de होइन de ma sheb के yin du स्पष्ट sa ne रूपमा र के ane sangye ge गुह्य रूपमा सिकाएको khangden go हो sum भन्ने sam na den che ne बुझेको छैनन् sangye भनेर आरोप ma chi chi लगाइरहेको lo छ le an de ne de त्यसैले chik zam बुद्धको na chi ne ane उपाय nang tha be ge उपायात्मक gongden mang bu shu ji अर्थमा ane da tola tang मात्र भर परि tola tang उहाँको ma be se अभिप्रायलाई गलत रूपमा व्याख्या गरेर शब्दहरूमा dan मात्र tha be अल्झिएर gongden bu shu वास्तविक ji ane अर्थको tola tang ठुलो tang ma re se भागहरू नष्ट गरे भनेर यसरी ta आरोप kanda र tanda chik gyunju chik यसरी nalwa आ, ta dine आलोचना गरेका थिए यो श्लोक 34 र 35 भित्र यसरी यो श्लोक रहेको छ यो दिव्य वंशभित्र रहेको छ है दिव्य वंशभित्र कुरा हो यो यसलाई लिङ्गिङ ढुङ्ग्रप भनिन्छ यसको यो भित्र प्राचीन लेखकमा लेखेको कुरा चाहिँ म बताउन चाहँदैछु मैले बताइरहेको छु मैले ta dine ya gyunju chik liya tada shologa अर्को sumi be आलोचना के nalwa रहेछ ya भन्दाखेरि ane श्लोक pechen 36औं dewe ge श्लोकमा के gyunju रहेछ chik भन्दाखेरि do da यो duwe ge shakshe samo de महासङ्घिकाहरूले चाहिँ सूत्र र ang विनयका che गहन ta ta nang zam ge अंशहरू do da त्यागेर duwe sarchom che नक्कली res कृत्रिम सूत्र ta र ta विनयहरू saliya नयाँ ane रचना गरे भने do da स्थविरवादहरूलाई duwan चाहिँ rabu yin bache महासङ्घिका kyoen do koran zu rangsu अङ्गीहरूलाई che चाहिँ यसरी आलोचना गरे उहाँहरू आफै बनाएको हो do da duwa यो बुद्धले बताएको sam होइन se res सूत्र र chen de विनय चाहिँ gyunju chik che नयाँ उनीहरूले रूप da दिएको हो dine यसरी sholo आलोचना गरे su su dyun be nalo le ya त्यस्तै गरी अब श्लोक 37औंमा के रहेछ त भन्दाखेरि da shamse ge suro mongbu shuji ane अनि kanje de da gyunju महासङ्घिकाहरूले chik ge फेरि ba पनि gyu che परिवार प्रति meb se res ane duwe संविधा ge mendab se arabo da संविधा chungwa be ge र denje chu da ane निर्देश soso र le yang da ba ri ba जातक tamze कथाका केही nge den sa अंश लगायत da na धेरै shin शास्त्र kera ba त्यागेर che che mongbu नयाँ shuji ba ग्रन्थहरू gongbu रचना che गरे भनौँ न बुद्धको tando जातक ne कथाहरू अनि sunrup ge लगायत विभिन्न अंशहरू shashe हुन्छ नि mongbu ji त्यो pha सबै pasu शास्त्रहरू ba चाहिँ yu हटाएर त्यागेर ane ya नयाँ chu ge ग्रन्थहरू sholo shin da रचना mongbu गरेको रहेछ shuji sa भनेर som यसरी che che ba de de स्थविरवादले चाहिँ zui महासङ्घिकालाई na चाहिँ mongbu chu re आलोचना che गरेको थियो यो gyunju chik che श्लोक 37औं भित्र कुरो ta de ne भएको sholo ge su sob ge be na lo le त्यस्तै ya गरी अब ane 38औं to se श्लोकमा ge भित्र यस्तो ning पनि dan आलोचना pa रहेछ da du si de sik jo la महासङ्घिकाहरूले शब्दहरूको thongme मूल dangzhe yin nam व्याकरण sha pa लिङ्ग र tongje gangzhung du so zhi xian yin sa ta संक्षिप्तीकरण khanda आदि kozu gi सबै त्यागेर phaji da सबैलाई chik मनमानी रूपमा ki परिवर्तन गरे peju जस्तो da di मन लाग्यो ne त्यस्तै den bi de ba de zu गरेछ। peju da ki de da mandra chik ta khanda त्यही कारणले yu di nam je da ba स्थविरवादहरूले gunje gi अनि ki din du peju chik प्रयोग da गर्ने भाषालाई प्रयोग tanda ge नगरिकन mandra bu zu ko महासङ्घिकाले thwa de नयाँ de peju chik yin sa भनौँ न che za an de zu यो peju che che ne व्याकरणहरू ane लिङ्गहरू naksha thamje mandra bu संक्षिप्तीकरणहरू de da सबै ki अब gang chung du नयाँ लियो su ju मनमनी che गर्यो re ta de ne gyu ju che बुद्धको पालमा भएको कुराहरू चाहिँ स्वीकार गरेन भन्ने कुरा 간다래야다 चाहिँ आफ्नो 공도 आलोचना गरेर रहेछ। 다다 링텐 동러고 나로래야 내덴바티 주기 भनौँ न gendun जे भए तापनि pechen यो bebalia दिव्य gyuju वंशमा shina चाहिँ tena tem imida ane महासङ्गीति भनौँ न rangzu zawe बुद्ध deba
सङ्ग्रहित 야 सङ्कलनका 깬서르부티 क्रममा भिक्षुहरूले मूल 류에기 त्रिपिटकमा 바발레 गरेको 지라고 हेरफेरको विस्तृतको 딱기가 विवरण चाहिँ यस्तो रहेछ। 겐두기 케바 파야체시기 अब 자웨 데바 케야데 아니 떠주기 찬 미팅베 왕게 아니 자웨 데바 케바 메이바 겐서 주티 अब 떠주 미팅베 हालको 왕게 자웨 विद्वानहरूले 데바 चाहिँ के 케바 भनिन्छ त मे이바 भन्दाखेरि यो 아니 विभिन्न 류엘라레 दृष्टि र 스마르 दर्शनको 딱 अनुसारले यो निकायहरू 시주로서 छुटिएको 딘데다 होइन। यो 류엘라레 केले गर्दा हो त भन्दाखेरि 라테데 아니 यो 자웨 데바 케바 विनयमा 메이시 आफ्नो 아니 같이 विधि 딱 विधानहरू 장기 이 신주가 स्वीकार गर्ने, 딱 आफ्नो 디케데시 शिरलाई 이래야 지다 पालना गर्ने, 딱 자외 आफ्नो 대바 संस्कार 캔서 अनुसारले 쪼르 되다 मुख्य निकायहरू 류에가 라레야 विभाजित 주어 भएका हुन् भनेर चाहिँ 인두에 हालको 이래야 आधुनिक समकालीन 보통 विद्वानहरूले यसरी 세웨기 खुलासा गरिरहेका 예전 छन्। 지술이야 대비 이미나 아니 त्यसैले अ, 지금 류화점도 마세베게 응원받다 अनि 디고 संरचना भत्काएको 아나지 महासङ्घिकाहरूले 디 पाँच 와서 निकायको मूल 딘데가 संरचना 도와가 भत्काएर प्रथम 야지 자외 대바 बुद्धवचन 개바 सङ्कलनमा अरबहरूले निर्धारण 거루래야 गरेको शास्त्र 대바 क्रम 요게 बिगार्यो 개바 찍 अनि 거지 अंशहरू हटायो। अभिधर्म 어제 प्रति 세바 संविधा 시작해 버렸지 दम 그래 निदेश 지금 बुद्ध 열바 वंश 드디 जस्ता 비슷하네 아니 शास्त्रका अंशहरू त्रिपिटक हटाए। 자외 대바 개 भाषा र अर्थमा 개서 परिवर्तन शुची बुद्धले 개나 अनुमति शुची दिनुभएको आर्य भाषा पाठ नगरी स्थानीय 다소다 बोलीका धेरै 류엘라 शब्द थपेर 대바지 धर्मसँग 이래 नमिल्ने 대바 व्याख्या 이바지 गरियो। 딱 माथिका आलोचनाहरू 류엘라 हेर्दा 대바 मूल निकाय 대베 विभाजन केवल 다나 신지 विनय 개베지 अभ्यास र 대바 दश 시가 बुँदाकै 대바 कारणमा 개바디 मात्र 세바 भएको 이바지 थिएन, यो अभिधर्म सूत्रपिटक विषयवस्तु भाषा 이제 आदिसँग पनि सम्बन्धित थियो भन्ने देखिन्छ। 다전에 샴래야 अब 다다 तेस्रो क्रममा के रहेको छ 떠도 त 숨바 भन्दाखेरि अब 고어도 तृतीय 직쇼샤 बुद्ध वचनको 떠도 सङ्कलन 숨바 अथवा 지다나 सङ्ग्रहितको 게마 यसमा 휴스브레 따이네 विभाजन 떠도 숨바다 विभाजन नम्बर 6 द मावे 대단 विभत्सवाद 땀기시 슈기 निकाय र 아후가 कथावत्वको प्रभाव 대지 슈고야 विषय रहेछ। 지셔야 가레스 슈비나 यसको 도이규 अब 라레기 कसरी 셰스레야 자웨 대바 개야디 아니 개본 양해메기 뒤럽스 중부채 개와 아쇼기 중부채 대야 아는 개보 अब यो चाहिँ भनौँ न 그것도 숨바 중 दक्षिण परम्पराको 그것도 숨바 वृत्तान्त 중부야 अनुसार 대바 मूल 중부채 निकाय 그래서 विभाजन 시기 얼마 अशोक राजाको समयमा 아대야 भएको 그것도 숨바 써야 돼 तृतीय बुद्ध 근데 वचन 그것도 숨바 써야 돼 सङ्ग्रहितसँग 안한데 गहिरो 배도 सम्बन्ध 자베 그것도 देख्दछ। 숨바 यसमा 야나 यसमा 개보 끄는 बुद्धले 시기 बुद्धले बुद्ध परिनिर्वाण 어디 भइसकेर 다 그것도 तीनचोटि बुद्ध 숨바 वचन 써야 돼 सङ्कलन 스펠리 गर्यो, सङ्ग्रहित गर्यो। 류기 그것도 यो चाहिँ अब 숨바 써야 तृतीय बुद्ध वचन सङ्ग्रहित 다 सङ्कलनसँग 스펠리 सम्बन्ध रहेको 숨기 छ। 그것도 숨바 돼 यो तृतीय बुद्ध वचन 다리 सङ्ग्रहित 나라가 यो 세계 알았습니다. तिब्बतीहरूलाई 다다 थाहा 린체 भएको 도르다 कुरा हो। 도르샤마다 कनिष्क राजाको 아나신기 류에 때문에 कनिष्क 내가 राजाको बुद्ध 말라서 वचन 비수기 सङ्ग्रहित 나라야 सङ्कलन गर्ने समय 세계 होइन। श्रीलङ्का 마도베기 대바 생기 श्रीलङ्कालाई 중으로 나눠야 परम्पराका 텐르비 그것도 दीपवंश, 숨바시 महावंश, 세계 सम्बन्ध पाशदिका, 디데디 विनय, टीका आदिमा 디교차베네 मात्र 아니 वर्णित छ। अन्य कुनै निकायको 다시 शास्त्रमा यसले 신랑게 उल्लेख गरेको छैन। 내내네 코란스기 딱 가르쳐요. 링루 코나로 차바서 말해. 들리지 마도베기 대바 생기 이제나 올래야 세보 요사 말해. यो चाहिँ अब श्रीलङ्काको आफ्नो लेखकले 더더 स्पष्ट कोरेको, अरूकोमा चाहिँ स्पष्ट कोरेको छैन। श्रीलङ्का기 중으로 나올래야 अब 상기 양엘 श्रीलङ्काको 갸르베 겁래 इतिहास 그것도 अनुसार 이바샤 बुद्ध 중부레스 परिनिर्वाण पछिको 상기 100 वर्ष 가서 पुगेपछि 갸르젤이야. द्वितीय बुद्ध वचन सङ्कलन 갸르제 서버 भएको थियो, 예멘도 जुन 받았지. 그것도 इबा샤. काला अशोक राजाको पालामा भयो। 디디 अनि गेबो 냥에메 नाबो साथी काला अशोक अब साथी त्यो बेला राजा धर्म अशोक नभएर काला अशोक रहेछ। त्यो राजाको समकालीनमा रहेछ यो। अनि ती जेलया अनि अब त्यो सँगै पछि चाहिँ 냥एले लो बुद्धको अनि परिनिर्वाणपछि छुके 218 वर्षमा राजगद्दीमा बसेको धर्मराज अशोकको पालामा गेबेचले ख्वेसेने अनि मुगली खोंगे ग्याग्योर बुद्धिस्टको नेतृत्वमा तृतीय मोंगेगी पुकारगे तीनौं चरणमा बुद्ध वचनको सङ्कलन सङ्ग्रहित गर्यो। यसलाई तत्तीय सङ्घ भनिन्छ पाली भाषामा। 야 정규나 तत्तीय सङ्घ भएर वर्णन गरेको छ। जुम्बा इसियागे जैसाबे शुनु छराको कोन तर उत्तर परम्पराको ग्रन्थ परम्परा भेद चक्र अनुसार के छ भन्दाखेरि अशोक बुद्ध परिनिर्वाण पछि 100 वर्षभन्दा अलि बढी समय मात्र देखा परेको। त्यही तृतीय
अनि lugyu nante तृतीय shinje dingi बुद्धवचन dungi chigi सङ्कलित tangyo भनौँ न nala dana सङ्ग्रहित shingi tada भएको उल्लेख चाहिँ chigi गरेको be छैन kholu nalo la ya यसलाई chigi सुझेरबै nyangye me खोलो de भनिन्छ अथवा sangye nyangye उत्तर me lo gyang परम्पराको pa ग्रन्थ zingla tu परम्परा chungbre se भेद she yor ma do चक्र अनुसार भनौँ न chigi nyangye me kodu sumba chebe ko de chera अनि chegyo be nalo त्यो sa भित्र चाहिँ अब यो chigi kholu nalo la ya te suyo बुद्ध वचन तेस्रो चरणमा यो a सङ्कलन tene सङ्गीत sham le गर्यो ya भनेर उल्लेख गरेको छैन nyanga chimbo ji karesa na te अब एउटा महत्त्वपूर्ण कुरा छ काला अशोक र nyangye me धर्मराज mago se atera chigi अशोकको nyangye बिचको me se भिन्नता के छ भन्दाखेरि kebar sheba cheba ati keshin यसको cheba फरक र भिन्नता kare बताउनु sabina पर्दा ngongi tuliya ane pyogo logyu mawa ina andra pema पहिलेका yongde तिब्बती chingya र chige अन्य logyu देशका mawa di धेरै pechigi अब विदेशीय kala भनौँ न ashoka yana pyoge इतिहास nalo da gyangye me magoy lagudo ya इतिहासकारहरूले gyuze काला nyangye me अशोक र lagudo अशोकलाई एउटै व्यक्ति tanda ya छानी da gyage la अशोकले नै kala ashoka lagudo kala दोस्रो चरणमा ashoka बुद्ध sa atera वचनको chige nyangye सङ्कलनको me sa ati संरक्षण गरेको दावी michi yinba गर्नु tuishe परेको थियो michi re samche यो पहिलाको ane व्यक्तिहरूले भनौँ न nyangye me ki kadu एउटै niwe ठाउँ ki ठाने jinda chebre sar तर tinde shego chunga tinde वर्तमान chunga kare sar अनुसन्धानकर्ताहरूले यी दुई फरक व्यक्ति भएको स्पष्ट kadu पारेको छ niwe jinda chengi काला अशोक र धर्मराजा kala अशोक ashoka चाहिँ sa बेग्लै chuge nyangye me व्यक्ति हुन् re एउटै samche होइन ane भनेर अब nyangye me ki समकालीन chuge आधुनिक nyangye me ki विद्वानहरूले kadu यसरी niwe jinda chebre इतिहासलाई chinde she dingi पल्टाउँदाखेरि de ya दुईटा व्यक्ति chungyo हो le एउटा व्यक्ति होइन dize a भनेर यसरी tingsan shimju ko लेखिएको छ peche wa tini peche we ki ane tini niwo de mikhares kala त्यही कारणले यो ashoka sa दुईटा chuge पहिलाको nyangye मान्छे me भोटको प्राचीन chuge विद्वान र ashoka sa tini petkares विदेशका विभिन्न विद्वानहरूले अब एक्लै हो Tadida, एउटै Tiji मान्छे हो Seba, भने Yabi Yabi. बताउँदा थियो उहाँहरूले बुद्ध Anda वचनको Nana दोस्रो Zu सङ्कलन Kashe, गरे भन्छ तर पनि Lugi Mao Kashe, असमकालीन विद्वानहरूले यो Shiayo, स्वीकार गर्दैन Asho, बेग्लै बेग्लै Kala Ashoka Se, Ate व्यक्ति हुन् Kuzi भनेर यसरी Tuele, दाबी गर्नुहुन्छ Gebo Ashoka, Kuzi Tuele, Kala Ashoka Res. Ana Kuzi Mele, Chugi त्यसैले त्यसैले Ashoka भन्छ कि Resa, Tene Shingi शिशुनाग Ji, वंशका राजा स्तम्भ Tane Shiri Kuzi Tuele, Atako, Nyangeme भनौँ न Nalo Lagwa Gyunzen Hareso, Mi Mangu Shivise, Gebo Tumbu Shivise Hares. Tiki भनौँ न अब Tanda काला Kala अशोक भनेको Ashoka चाहिँ उहाँले Res. धेरै मान्छे मारेको Ana थियो Kuzi एकदम Mele, Koranga क्रोधित भएकोले Maswale अब Jele, अब Ane, यसलाई काला Chugi अशोक भनेको हो Ashoka Resa, Shiayo, अनि पछि अब उहाँ Tende पछि अब Hares. राम्रो Kuzi Tuele Me बुद्धको Kije Hares. Kora Mi चरणमा Mangu गएर पछि Hares. राम्रो मान्छे Kala भन्यो भने Ashoka धर्मराजा Sa, हुन पुगेको भन्छ Sangi भनिन्छ Nyangen Den Da अनि Lo एउटै Gyang, मान्छे हो पछि उहाँ Yin एकदम Tende Chiri Chungde Be क्रोधित र Gyabu एकदम Shari Yore. दुष्ट Ta अलिकता Tene Chuge स्वभावको भएकोले अनि Ashoka Sa काला De, कालो Ane अशोक Sangi भन्यो Nyangen पछि Me गएर ऊ Kazi धर्मको Da बाटोमा लाग्यो Lo धर्म अशोक भनेर एउटै मान्छे हो भन्ने भन्ने पनि छ Te पहिलाको Dikya La विद्वानहरूले Kabli भनौँ Chungde न Gyabu Shari Dwa. अब काला अशोक Ding शिशुनाग Sare, वंशका राजा Tada सम्भवतः ईसा पूर्व 14औं शताब्दीमा Nyangen भएका Me अर्थात् Mago बुद्ध Sa De, परिनिर्वाणपछि 100 वर्षभन्दा Shishu बढी Nage समयमा Lui उनको Shiri मुख्य योगदान Ding Lui द्वितीय Gyaba बुद्ध Shari. वचन सङ्कलनको संरक्षण थियो Peji अब Jilu धर्म र Ngongi अशोक Tuele भनेको चाहिँ Shive मौर Nang Chungde Bachi. अशोक हो उहाँ Tene चाहिँ Sana Sange मौर Nyangen वंशका Den Lo Gyamba Siji. सम्भवतः ईसा Tanda पूर्वको तेस्रो शताब्दीमा Tene भएका Dana Shi अर्थात् Kongi बुद्ध परिनिर्वाण Jije Bachi Karesana. Kadu परिनिर्वाणपछि Nive Jinda 200 Shebre. वर्षभन्दा भन्दा बढी Ta समयमा Tene उनले Chuge भारतीय Ashoka Sade Anja उपमहाद्वीपको Gera धेरै जस्तो Muya Gera भाग Gyaba Shari Yore. एकीकृत Ta गरेर Ko Chunga Ga प्रसिद्ध Tujibi अशोक Chilu स्तम्भ Me लेखहरू Gyo खडा Sumbe गरे Nalo अनि Chungche. सम्राट पनि Tene उनै Sana हुन् Sange Nyangen De दक्षिण Lo Nima Zingde परम्परा Gyo Sumbe अनुसार Shari. उनीले Ta तेस्रो Kongi चरण बुद्ध Zeje बजाउन सक्रिय Kode सङ्कलन गरेको Gyagagi Gega Peshe गरेको De थियो भनेर दाबी Chilu गरिन्छ र यो Wangdu Duji यो चाहिँ Jig सबैको अब Sari Bachi Ta. Anda Ana Shi स्वीकार्ने Gosu कुरा हो Chabe Gi भनौँ न Nganazu काला अशोक र Ashoka अब Durin Sa Nyangen Me अशोकको Durin Sa Shingdenge वंश Dingi De Chari Yore. फरक रहेछ नि त एउटा शिशुनाग वंश र यो Anda Ana कालो Shi काला Lugyu Nandeng अशोक चाहिँ Sungye Chebe Ne अब Kongi Kodu Sumbe धर्मराज अशोक Jinda भनेको चाहिँ Chebres. मौर वंशको राजा Kodu बेग्लै Sumbe बेग्लै रहेछ Jinda नि Che शताब्दी पनि Dingi फरक Nganazu रहेछन् Chuge त्यसरी Ashoka यसरी De यो Chari चाहिँ Yores. समकालीन अहिलेका इतिहासका Ta Tene Di विद्वानहरू दाबी Jele गर्छन् Yam अब त्यसपछि के रहेको छ त भन्दाखेरि Kudhub Neve Gelon Sojong Cheba Sadi. अब Tada यो के रहेछ भन्दाखेरि भेषधारी Tenten भिक्षुहरू र Durub Cheba पोषक Tizu Nalo Ya पोषकमा बाधा भनौँ न Chuge Nyangen Mege Sangi अब Debale Ya Ningur Chembu Shibu Cheche Kuishib Shibu Cheche जस्तो Ane कि भनौँ न Gindu Tizulebe दिपवंश र महावंश Ningur अनुसार Shakdo Shibu धर्मराज Shibu अशोकले Yinsar Gindu Debe बुद्धको Tsoye Nedan शासनप्रति Chubu ठुलो श्रद्धा Yagwa Chache भक्ति देखाएका कारण Tigi सङ्घमा Kwangi समुदाय Ta समुदाय Modi समृद्ध हुन Badinde पुग्यो Ta Nashi धेरै अन्य Senola मतवाली une chane je rabdu chungwe ye मतावलम्बी ju र rabdu chungwe wa भोजन ma धानको samrwe लोभ
र 다음에 आसक्त 세노다 र 된제게 체도 त्यसमा एकदम 다 आसक्तहरू ज्यादा 게게 जागेर 소야 없이 व्यक्तिहरूले 저게 भिक्षुको 인도산에 भेष धारण 다 गरी 서주 वास्तविक 통유배 व्रत नलिई 된다라야 무디 भिक्षुको रूप 버든데 धारण गर्ने अनि 소소 또고 된다래야 हेय 다 संसार 라도 भनौँ 중심을 न 된데 고려하레스 भाषक 그래서야 꾸덥스데 सँग 뭐다 그러봐 घुसपेट गरे 꾸덥스데 뭐도 उनीहरूले 인도도 नि 개왕 मिथ्या 수신데 दृष्टि फैलाउने 멤버 विनयलाई 수신데 되게 भत्काएकाले 망보 수신이네 पाटलिपुत्र नगरको 겐듀 나눠래야 에네 कुकुटार 다 상하게 합지 कुकुटाराम 제 연주산에 कुकुटाराम 다 고수 당번에 बिहारमा 그냥 शुद्ध 따와 먹어 सिंहवान 무디비 भिक्षुहरूले 따완 진행인데 다 다나 सात 생기 वर्षसम्म 저번에 것이라 यिनी 매디인데 पछि उपस्थित गर्न 고시비 सकेन gindu de 나눠래야 भनौँ 내 न 연주산에 त्यो बेला एने 고수 अब 따올라고 배 राजाले धेरै 무디 연주도 श्रद्धा 고수 भक्ति 시 देखायो होइन 대체제네 भिक्षुहरूलाई एने धेरै राम्रो गर्ने त्यही कारणले 다 अब काम नगरिकन 겐듀테네 एकदम 배제 जीवनकाल 매도 बितिँदो रहेछ नि 개발진 भनेर 게르게로 अब 나올래야 एउटा 장가로 कृत्रिम 뚱가로 भिक्षुहरू पनि 와시지 वस्त्र 다 लगाएर 근데 मन्दिरमा 겐듀기 पस्नु थाल्यो होइन घुसपेट 겐듀 गर्यो 줄라 가지고 अनि 겐 나올래야 겐듀 सिलाई 수락세 पालन 망보지 नगर्ने मिथ्या 로또 दृष्टि 바베 फैलाउने विनयलाई 다와르 भत्काएको 소종 거라 भ्रष्ट 젠다 गर्ने 치지 와 अनि यस्तो धेरै 다 फैल्दाखेरि 근데 방에 좀 पटलिपुत्रको 템바 नगरमा 해서 कुकुटारम भन्दो रहेछ त्यो बिहारमा चाहिँ अब के हो त भिक्षुहरूले चाहिँ अब अनि 7 महिनासम्म यो उपवास शोषण गर्नु सकेको छ रहेछ यस्तो 다 कुरा छ 젠드 강에 중버데 마 यस्तो 세야 समस्याहरू 체도 आएको रहेछ त्यो बाधाहरू 다도 आएको रहेछ 몽게기 부가르게세 되기 अब 텔레야게 개분 양의 맥이다 공 개분 양의 अब 맥 몰라 त्यसपछि के रहेछ 시시도와 विभाजक 공래야 아니 सही र गलत 개분 छुट्याउने 양의 जाल 맥 जस्तै 결체제 개론 삼지 त्यो 서 बेला 류시에는 떠루 랑정 सङ्घमा 가래 भएको यो 다주시에 विवाद शान्त पार्न 다제 मङ्गली 체제네 아니 상게 디 넘버 मङ्गली पुत्र 체데 भनौँ न 마와레스 उहाँले 렌 मङ्गली 양게 개론 되서 पुत्र 아니 넘버 가방이 पुत्रले 마차지 भनौँ न 아니 राजा 상게 अशोकको 딱으로 समर्थनमा 마와레 지금 भिक्षुहरूलाई 마와레스 다간다 भेला 상게비 गराई 간다 विभिन्न दार्शनिक 무디베 다 धारणाहरूको 나로로 जाँच गरे 파 अनि 무디베 बुद्ध ता와 텐데 디아 상게 시에레스 विभत्सवादी हुनुहुन्थ्यो 신인들 अर्थात् 누구 용되게 कुरा 있어 गर्दा 네 भेद छुटाउनु हुने 제가 भन्ने भिक्षुहरूलाई 상게바 무디베 साँचो भिक्षु ठहर ता와 भयो 쇼르바 भिक्षुहरूलाई साँचो 켄로베 भिक्षु ठहर भयो 딱으로 마와레스 बुद्धलाई 지금 마와레스 नितान्त 터진 शाश्वतवादी र 마와레스 렌 उच्छेदवादी 양게 돼서 भए 개론 आदि 토아제는 긴두기 되는 바 퓨지 एकाङ्गी 집제 रूपमा भन्नेहरूलाई 지브레스 भिक्षुको लुगा खोसेर सँगाबाट निष्कासन गरेको रहेछ 다 와나 넘버 체데 마와 भनौँ न यहाँ 음 भनौँ न 다 와나 विभिन्न यसरी 넘버 भनौँ न 체데 भेद 마와 गरेर 지브레 छुटाउन 렌데 सक्नेलाई चाहिँ अब 베데레스 भिक्षु भनेर राख्यो बुद्धको धर्म 넘버 체데 प्रवचनहरू 마와 सुन्नलाई अब 사기 यो 고된디 지당 बिम 외면이 राम्रोसँग 수르베디 छुट्याउन नसक्नेहरूलाई 렌데 चाहिँ अब 초직밤 यसरी अब 타지 청여 말았어 त्यहाँदेखि सङ्घबाट भिक्षुको 초직비 वस्त्र 대신 खोसेर सङ्घबाट 상상게 말 निष्कासन गरेको 타지 रहेछ 데데레 체제 अर्थात 룽데빈 विभजवादको अर्थ 룽데바시다 यो 그러나 हो कि 말아도 वस्तुको 룽데바시 वास्तविक 나로래야 렌지도 땜바사 एकाङ्गी र 렌지도 땜바사디 एकपक्षी होइन 다간다 त्यसैले 타지도 चार 디데레 प्रकारका 타지도 디데 말했지 प्रश्नमध्ये 외면이 कुनै 렌데지 कुरामा एक 랍투야 요 말했어 सरल जवाब 당 एकांश 외면이 व्याकरण 시야거나 दिनु उचित पनि 가르치고 होइन 말잖아 넘버 체데 बरु 마 भेद 넘버 छुट्याएर 체데 마스 두사네 समृद्ध र परमार्थ 예와 체체 सत्यलाई 넘버 छुट्टै 체데 व्याख्या 그 गर्नुपर्दछ 정도 된다 배기 때문에 소소로 예와 체네 अनि बुद्धको 그러니까 वचनहरूले कुन 마도 समृद्धि 배기 सत्यमा हो 근데 कुन 예와 परमार्थ 가르마 सत्यलाई बताउनु 시제베 खोजेको हो भनेर नि 가르를 봐 व्याख्या गर्न सक्नुपर्छ 대가 셰샤요 말했어 अनि यो वस्त्र 세상 एउटा वचनलाई मात्रै 신들에게 छुट्न 내내 सकेको हो 대바 त्यसले 코란주 मात्रै 갈라버서 बताउँदैन त्यही कारणले 코란주 르니 अनि 넘버 체데 마와 이니시도 श्रीलङ्काको 넘버 체데 थेरवादीहरूले 마와 आफूलाई 외면이 가르기 뭐데 봐 예와 체제 विभज्जवादी नाम दिई 고수도 된다 배데 मध्य 가르기 भारतका 뭐데 अन्य 예와 निकायहरू 체제 배 जस्तै 가르를 봐 त्रकालिक द्रव्य 외면이 सत्ता 가르기 뭐데 배 मान्ने 나네 시에는 봐 신인시 सर्वस्तिवाद र वर्तमानमा 말레 타지도 द्रव्य 디데레 सत्ता मान्ने 초직 봐봐라 महासङ्घिक भन्दा 타직 비기데 आफूलाई भिन्न 신이 देखाएको पनि 베스 थियो 넘버 체데 신이게 대바지 드레이드 아니 코란주 넘버 체데 त्यसैले 마 대바 अनि 인시야 यो 망보고 श्रीलङ्कामा चाहिँ धेरै 다 अब 닌다고도 와 यसरी निकायहरूले बताउनु भन्दो 다 रहेछ हामी चाहिँ 야, 그 유명이 대바 신다 내가 विभज्जवाद 탐지 हो 옆으로 마음으로 विभिन्न 다 छुटाउन 대신비 सक्ने 대바로 서버 त्यो 대술이야 अ, 아니 पक्षको 어디 हो भनेर 시릴랑게 यसरी अब 대바로 가려고 स्थविरवाद 시리고 대수 넘버 체데 마 말했어 स्थविरवादले भन्दो 대사는 रहेछ 배나 भनौँ न 탐지 옆으로 अब 뭐 महासङ्घिकाहरू चाहिँ 대로 아래 त्योभन्दा अब 대신 대베 다다와 지루도 बेग्लै हो 뭐 भने यसरी 어디 अब 대수 아니 यसरी 넘버 체데 마 आलोचना 말했어 गर्दो रहेछ भने 대수 터지 स्थविरवादले 외면이 चाहिँ 섭시다 마도 महासङ्घिकालाई 대바서 따지 배나 우마바 대주이자 जस्तै कि भनौँ न हामी 뭐나 जस्तो 와라 एउटा 대수 망보 싶지 가지고 다봐 탈을 농대 요래스 시기 얼마 अनि 되는 신지 시기 있으래 अब उमा बाबा भनौँ न यो
मध्यमकामा चाहिँ अब Tene चित्त gindu gi मात्रले dela तल tanda बचेको जस्तै monge gi यो buka ge सही se बाटो de होइन gi भन्ने gindu जस्तो de कुरा ya रहेछ thadare che simbe jela ya ane kongi deba अनि shinda ga tawa lo ba char chebe chirdo an tam gi shi sa ga besa अनि अब gelab त्यसो गरी samra तम shi घिसी भन्यो yo कता ge de वस्तुको उत्पत्ति ane kongi अब zamra सुरुवात se भएछ त्यहाँदेखि चाहिँ अब zam सङ्घले शुद्ध che ne ane गरी te zambe पारेपछि jela ya ane dra chomba tongra ji गाली gyudo ke tang उता shi ne उता tawa त्यसले gui ling ya ane अन्य chir ge निकायका shi ya मिथ्या besa दृश्यको खण्डन chiri गर्न godo am कथा tam वस्तुको रचना lodi गरेको ge रहेछ se tele ya kadu त्यसपछि sumba 1000 अरबहरू भेला भई 9 महिनासम्म धर्म सङ्ग्रहित ina सङ्कलन ti ni ju di तृतीय सङ्कलन सम्पन्न Sri भएको Lanka ki वर्णन deden गरेको de छ tension ta lo ju di यो zu तृतीय na ji बुद्ध lo वचनको gu na lo सङ्कलन ya se wa ba de de ba shin da ki je la श्रीलङ्कालाई ki go थेरवाद ग्रन्थमा se yo ma थेरवाद ti gyun san de ग्रन्थमा ne मात्र स्पष्ट ki si छ ko du sum ba अन्य sa ge zu निकायहरूले yue be ina ya यसबारे केही a उल्लेख de गरेको nang ba chi उल्लेख ke ne de गर्दैनन् ge ko du chi त्यही कारणले अब cha yu sa समग्र ma res बौद्ध de de मार्गीहरूले je चाहिँ अब de den de ba nang स्वीकार gu नगर्दो ran रहेछ zu nang gu ge ko du श्रीलङ्काको थेरवादको ma ग्रन्थमा chi मात्रै ke ne ba स्पष्ट cha yu रहेछ sa ma res che यो a तेस्रो ti sa वचनमा su ba de zu shi de तेस्रो चरणमा बुद्ध वचनको सङ्कलन ala गरिएको shinge हो tingsang भन्ने चाहिँ ki श्रीलङ्काको अब थेरवाद अनुसार ग्रन्थ मात्रै छ cheba अरूमा de shimju स्वीकार cheba गर्न de गर्दो रहेछ shimju यसैले ki वर्तमान cheba विद्वानहरूले chugde ne तृतीय ya ta बुद्ध tam gi वचनको shi sa सङ्कलन भए ta da पनि monge यो gi lukar ge ta स्थविरवादभित्रकै cheba gi आन्तरिक leme ula बुद्ध वचनको monge gi सङ्कलन lukar ge मात्र ki थियो sam sha tam gi shi sa यसलाई ti na lo le सामान्य ya बौद्ध tawa mi समुदायले do ni ge chu स्वीकार gi sam गरेको ya ka ba ge ni सङ्गीति भन्न चाहिँ गाह्रो छ भन्छ tawa mi do wa du zu mi do त्यसै गरी ni ge chu वर्तमान gi sam ka ba विद्वानहरूको ge अनुसन्धानका ni na अनुसार le tawa mang bu chi कथावस्तुमा करिब Gyabu nyangay mege 217 gyurub फरक jesu फरक chungay gi दृष्टिकोणको gyaa खण्डन losho गरिएको gi छ dewa tisu gi tawa mangbo da जसमध्ये shade yoris. धेरै दृष्टिकोण अशोकको Pera समयपछि tisu देखा nalala परेको handa kage de दक्षिण shage भारतीय ryu de da निकायहरू yu ryu de जस्तै tisu आन्ध्र tawa mangbo shi tina lo ya शैल kuwa shio yoris. अप्पर शैल आदिका हुन् Tete यसैले indu कथावस्तुको हालको स्वरूप tanda nga ranzu jaya तृतीय yobe tamji shi namba ti kadu sumba सङ्ग्रहित kabra भनौँ न chunga बुद्ध isa सङ्ग्रहित maris. समयमा बनेको नभई अशोकभन्दा 100 Taji वर्ष shuige बढीपछि nyangay me lo बढीपछि yaha zamji gi सम्भवतः jesu chi ईसा shabaji पूर्वको isa दोस्रो शताब्दीको उत्तरार्धमा वा Tēyā bāzi त्यसपछि थपिएर jīlūngu पूर्ण gyūrūp भएको nīvē मानिन्छ mē tsāwām, yāna tēli tūzi chiwa rūp jīla yā, यसकारण यदि āni कथा kāpōng dā वस्तुले नै nūmbē gyab तृतीय chāgu, बुद्ध tā वचनको mōngi सङ्ग्रहित lūkār gēgi जनाउने हो Kurāng भने sābyōn rūp यो chīga bēs, tam तृतीय jīshī sābyōn chāb chīga bēs, सङ्ग्रहित tā स्वयं yinā ईसा पूर्वको jīlūngu दोस्रो gyūrūp शताब्दीमा gyūrūp भएको nīvē हुनुपर्छ mē tsāwām, tēli तर टिप्पणी tū chī अशोक samla yā, āni tī kārāng ईसा पूर्व kāpōng dā nūmbē māngbō gyab chī, āni ईसा tātā पूर्व ngā rāntu तेस्रो jīyā yō, शताब्दीको tam थियो नि त jīshī dī, tīndē chī jī chūngu आज yī पनि sā, हामीले mā tō हेर्न bēgi, पाउँछौँ नि यो तम्घिसी āni भनौँ न यसलाई chūngu कथावस्तु nyāngā mē kāpō chūngu यसलाई sā, āni तम्घिसी tā भनिन्छ tēng mē dūs. अब यो कुन बेला स्पष्ट भएको हो chen di भने wang कुराहरू kesi चाहिँ स्पष्ट tam थाहा gi छैन। shi gi ge du sum bo chang ge na sa ba kara jan tam अब gi यो shi thang bo cham तेस्रो an ti बुद्ध je dang पुस्तकको rang lia ge सङ्कलनलाई du sum bo यसलाई je ba sam ji ki je jor ba सङ्गीत गर्छ भने de de यो de चाहिँ da अब tam gi shi यो gi ge du sum bo कथा वस्तु चाहिँ cham ba यो चाहिँ ge du shi ba da je ba यो तेस्रो बुद्ध tam shi da पुस्तकसँग ge du sum le सम्बन्ध je ba छ ye bi भने da an ge du sum bo यो ya चाहिँ ji lu ngi gi tu re ni be ge na zam lia यो चाहिँ अब chung ge ba de ji cha ge कहिले भएको थियो त ti ge भन्दाखेरि ya tam gi khabar hai ईसा पूर्व दोस्रो शताब्दीमा भएको हुनुपर्छ किन भन्दाखेरि अशोक चाहिँ ईसा पूर्व तेस्रो शताब्दीको व्यक्ति थियो नि त किनकि ba de ne तेस्रो पछि सङ्कलन गर्ने त ta यो sham le ya धर्म थियो नि त त्यो उहाँ चाहिँ अब ईसा Israel पूर्व shamla तेस्रो ya शताब्दीमा जन्मेको थियो नि त त्यही karsa कारणले यो yala ga deba kisu ta येसी zawe deba kisu कथा kwa वस्तु ma चाहिँ usu अब ge यस्तो se bare हुनुपर्दछ भन्ने ta अब de एउटा no mu de she de da de ko ji cha zo a me ji she de do sam sam ro che gong si ro ba she बताउने na da रहेको छ zawe deba kisu ko ta ta अब ba za pha sa sha शाखाको shi de निकायहरूको ta shamla निकाय ya बताउन जाँदछु yala ga deba kisu यो ko मूलको shwe कुरा बताएँ अब शाखा तपाईँहरू लाग्छ होला कति ta बतराको यो yala ga deba सानै kisu ko झालमटोलमा de la त्यस्तो shwe गर्नु तर hindustan अब e म टुङ्गाइदिएँ यसलाई मूल निकाय ane चाहिँ अब शाखाको deme na निकायहरूको de विकास कसरी ki भयो ta भनेर yala ga deba बताउन जाँदैछु kisu यसको de da 가정 공부 시간에 되메 나데기 균진기 अब शाखा 딘두기 निकायको यो 텔레야 विकासको विषयमा भन्नु पर्दाखेरि 데데레야 प्रारम्भिक 페지 बौद्ध 데바다 네데베 सङ्घ 데바 महासङ्घिक र 이스기 स्थविरवाद 다다라 짜웨 अर्थात् 데바 दुई मूल 기수 निकायमा खे विभाजित 다 भएपछि 딘데 ती 쥐기 소리요 दुवैका 딘데 अनुयायी 아니 झन्झन बढ्दै गए 데바 अनि 이스기 विनित 데야 देवले भने चाहिँ 데바니데 가라사 स्थान 페지 데바 अर्थ र 사베 नेनेबे आचार्यको 데바 साचे 니 भिन्नताबाट निसु अन्तत खाथोरले 18 निकाय भए 아 अनि भनेको छ 아니 भनौँ न खाथोरलेस यसलाई अब खाथोरले धेरै 다 नङ्दैन 짜웨 भनिन्छ 데바 प्रारम्भिक बौद्ध सङ्घ 코라니기 र 나로래 महासङ्घ स्थविर दुई 데바 मूल अब 수수도 निकायहरू 알아 छ 규번지기 त्यसपछि 좀 दुवै 마로 마로 अनुयायीहरूको झन्झन अब 아니지 निकाय बढ्दै गएर 시그르디즈 마로 18 सम्म 마로 भएको 조 थियो 당보르디즈 마로 마로 조 연두산에 अनि स्थान बन्ने 아니 बेगलाई 리베시 अर्थ बन्ने बेग 아니 आचार्यको 데바 भिन्नता 코란즈 होइन 나로래
त्यहाँदेखि बेग्लै बेग्लै भनौँ न आफ्नै मत दृष्टि दर्शन आफ्नै अब संस्कार अनुसार भाषा संस्कार अनुसार 18 निकायहरू छुटिनु पुग्यो क्रमशः ती दुई मूल निकायभित्र पनि धेरै टुक्रा टुक्री फैलिएर अन्य धेरै निकाय देखा परे यसलाई शाखा निकाय विभाजन भनिन्छ ग्रन्थ परम्परा भेद चल्न अनुसार दुई निकाय मध्ये महासङ्घिक निकाय नै पहिले शाखाहरूमा विभाजित हुन थाले अब महासङ्घिकमा भनौँ न अब स्थविरवाद र महासङ्घिक दुईटा निकाय हो नि त मूल अब पहिला यो दुई मध्ये कुनमा अब यो शाखाहरू विभाजित भएको रहेछ भन्दाखेरि स्थविरमा नभएर महासङ्घिकमा चाहिँ धेरै भिक्षुहरू भएकोले त्यहाँदेखि अब शाखाहरू अब विभाजित हुन थालेको रहेछ अब निकाय कुरा निकाय भन्दा संस्कृत तपाईँले निकाय भनिन्छ नेपाललाई चाहिँ निकाय भनेको के हो भन्दाखेरि निकाय भोटमा अब यसलाई भनिन्छ निकाय भन्नाले चाहिँ के हो त यो निकाय जसको तिब्बतीय अर्थ सङ्ग्रह समूह गर्नु हो यसलाई भेला गर्नुलाई भनिन्छ छोक्चिदो द्वीप पनि भनिन्छ सबै समूह गठ पनि भनिन्छ यसलाई सुरुमा यसले एक आचार्यको अनुसार गर्ने शिष्यको समूहहरूले मात्र जनाउँथ्यो एउटा निकाय भन्ने के हो भन्दाखेरि पहिला चाहिँ एक आचार्यको अनुसार एउटा आचार्यको अनुसरणमा गर्ने समूहलाई मात्रै जनाउँथ्यो पछि यसले दार्शनिक निकाय वा धर्म परम्परा पनि जनाउन थाल्यो तर यो एक मात्र त होइन अर्को पनि छ उदाहरणका लागि जस्तै अब पालीको पञ्च आगम मध्ये भनौँ न लुङदेङा भनिन्छ पञ्च आगम मध्ये दिघ निकाय अब लुङ भर्बिदे भन्छ दिघ नागा निकाय भनेपछि अब लुङ रिङ्गुदे भनिन्छ आगम भनौँ न आगम दिघ निकाय लामो प्रवचनको सङ्ग्रह भन्छ लामो प्रवचनको सङ्ग्रह र मध्यम निकाय मध्यम प्रवचनको सङ्ग्रह यहाँ निकायले शास्त्रको लम्बाइ र विषय अनुसार विभाजित सङ्ग्रहलाई जनाउँछ भनौँ न निकायले के जनाउँदो रहेछ भन्दाखेरि शास्त्रको लम्बाइ वा विषय अनुसार विभाजित सङ्ग्रहलाई जनाउँदो रहेछ त्यसै गरी स्थविरवादमा कुनै निकायको नाउँसँग निकाय जोड्दा यसले कुनै विशेष आचार्यको व्रत भनौँ न परम्पराको अनुयायीहरूको समूहलाई मात्र जनाउँथ्यो या त व्रत परम्परासँग सम्बन्धित थियो दार्शनिक मान्यतासँग होइन पछि संस्कृतमा आचार्यवाद शब्द बन्यो निकाय भन्नाले आचार्यवाद शब्द बन्यो जहाँ आचार्यले गुरु वा वादले मत सिद्धान्त र दृष्टिकोण जनाउँछ जस्तै थेरवाद भनेको स्थविरहरूको मत वा स्थविर सिद्धान्त हो त्यसै गरी अब दीपवंश र महावंशमा आचार्यवादको शब्दको प्रयोग के छ भन्दाखेरि अनि निधात्मक अर्थमा भएको छ निज शब्द भनौँ निधात्मक भएको छ किनभने ती इतिहास अनुसार यो शब्द हाम्रो शास्त्र बुद्धले सिकाउनु भएको साँचो धर्म त्यागेर कुनै विशेष आचार्यको दृष्टिकोण पछ्याउने निकायहरूलाई जनाउनै परेको त्यही कारण अलिकति निज यो बुद्धको प्रवचनले नपछ्याएर अनुसन्धान गरेर एउटा आचार्यको पछि लागेर अनि यो पालन गर्ने हुँदाखेरि यो चाहिँ अब के भन्दो रहेछ त भन्दाखेरि निन्दात्मक अर्थमा जोड्दो रहेछ यो निकाय त्यसैले पछिका इतिहासकारले आचार्यवाद भनौँ न इतिहासहरूले
आचार्यवाद शब्दलाई नाम्बेकी गिन्दुकी देले प्रारम्भिक याला बौद्ध के देवा सङ्घबाट कसोले विभाजित पेजु तंगे भएका आरस शाखा निकायहरूको नाउँको रूपमा प्रयोग छिर्की गर्न पेजु तंगे आरे थ्योङ ओमे थोला इनेया वास्तवमा हेर्ने हो भने ता थिएन अब छाडु आरस खरेसनम लाबि इने निकाय थाम्बु शब्दले निकाय कुनै से आते विशेष देवा आचार्यको देसेन र सिद्धान्त छिटा वा मतवादलाई प्रमुख लोबे रूपमा छिरा बच्ची की समात्न थालेदेखि नै देवा कदर लोबे निकायले ची आजको छिरा अर्थमा बच्ची जेसु जस्तै फरक फरक रागिङकी दार्शनिक लोमे छोमरो सिद्धान्त ची भन्ने तनेजी माधवबेगी विशेषता प्राप्त तरुकी गर्न थाल्यो तंगे भन्ने कुरा छ खर्जु ना बसेबे होमारस यिना आता चिज खली खली अनि तेन्डो त्यसले लोबे अब दिजु यो रामगे लोबे छिरा बच्ची देबे अब ठुथाङ एउटा दुजुकी चेलाको पक्षमा गएर होइन जियार त्यहाँदेखि हुँदैकी बुद्धको ताका वचनहरूलाई अब लाङछोर बच्ची पछ्याउँदै तवा अनुयायन लाङछोर गर्दै बच्ची अनुसरण गर्दै बोचु गर्दै 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 थेने त्यहाँदेखि अब सुचे ने त्यहाँदेखि निकाय देवा हुन पुगिरहेछ थे भनौँ न एउटा अनि आचार्यवादको देसाङ कुरा खोले दाना सिंगी तरु मिजिबे ठुतन अनि तिने आज खेसु पहिला त्यो थियो नि त तर छामा आजभन्दा के एउटा सिद्धान्तको कुरा मात्रै गर्छ नि त निकाय यसलाई धेपा तिने निकाय अब भनेको तिने चाहिँ त्यस्तो अब निशब्द पनि थदङ अम, हजुरकी लिँदैन सोनो के हो त खबेला भन्दाखेरि देवस आले एउटा बच्ची तरु मिजिबे विभिन्न बच्ची दृष्टि मिजिकी विभिन्न ठुतन दर्शन बच्ची विभिन्न यो तरु विनयको मिजिबे ठुतन शिलाहरू लिने बच्ची क्रममा गोवाज दिबे विधि अब विधानमा खली खली फरक को भएकोले यसलाई खुजु गुवाङ खली त्यहाँदेखि खली छुट्याएको निकाय देन्डो भनेर छासो यसरी माधवबे आजभोलि समकालीन थोमेके विद्वानहरूले थाम्बे यसरी कबे यातिन छि बताउने गर्दछ मारस ताजने ताजिदाङ येला देबे किजु तेला या रुगु नान्दे अब शिजु शाखा छिन्डो निकायहरूको गान्दे विकास अब शिजु जारी देसो ताजने के कसरी राख्ने शिगु त मिदि के रहेछ मादोबे भन्दाखेरि यो इसरे ता इने भनौँ आ अब दिनान दुई नै थाम्बो अब मत थिएन रहेको छ हजुर छङ्गु नान्दे शिजु त्यो दिसिना भित्र पनि अब के हो त आज माना सन्त ताते शाखा निकाय छङ्गु विभाजनको नान्दे बारेमा पनि शिजु दक्षिण सु उत्तर परम्परा छङ्गु शास्त्रमा नान्दे के धेरै याने आशावादी छ त पहिले देबजु उत्तर केले परम्पराको तेजु वर्णित खुङदु तरिका ससुकी अनुसार जसको छिराना मुख्य सुबे स्रोत इसे जेसाबे वसुमित्रद्वारा थुङछि रचित राको कोलो छादी गर्बा वसुमित्र भनौँ न ओ तिने हिन्दुस्ताने ता तिने येला देबे रचित किजु दियाले ग्रन्थ परम्पराको थाम्बुङेला भेद चक्र सुनु हो छिराको कोलो त्यसैको शिजा आधारमा छे शाखा अनि निकायहरूको येला विकास देबे किजु अनि सुयातस वर्णन पर्दछ र यसको विषयमा म पनि बताउन चाहँदैछु यसलाई सिक्नु ता छिटो चाबे खोर्लो देबे निबे नालो ने थाम्बो फेजिन बि देबे नंगुले देबे ख्या भनौँ न अब खर्चम त्यो भएको नेने बि देबे मान्नु पनि अब नालो पहिलो थम्बु विभाजन मातो कोने नेला थम्बु पहिला के रहेछ त नंगी भन्दाखेरि आशे अब रबदि फजे बि देबे छादी पहिलो चाहिँ फजे अब बि निकाय देबे मध्येमा नंगुले या भनौँ न देबे मांबु छुङछि दुईटा मूल देबा निकायमा चाहिँ सँगै कुन याङेले निकायमा नेले चाहिँ लो पहिलो अब यो ज्याने फेरि निये विभाजन बरुले या बेग्लै बेग्लै अनि निकायहरू हुनु पुग्यो रहेछ देबा महासङ्घिक खिदिङ रहेछ मिन्द्र सा महासङ्घिक शिष्य निकायमा 4 पटक विभाजन भई 8 ता शाखा देबा निकाय भनेर खिदिङ विवरण छ थाम्बु दि कदि जस्तै के छ छुङबरे भन्दाखेरि लाबिना दुई मूल निकाय मध्ये महासङ्घिक निकाय नै पहिलो शाखाहरूमा विभाजित हुन थाल्यो बुद्ध तबे निहेले परिनिर्वाणपछि लो निया 100 देखि 200 वर्षको बिचमा निगे यो नालो निकायहरू 4 पटक विभाजित भएका अनि रहेछ फेजी बि देवाले देवा सुम ख्या पहिलो मारस विभाजन त्यहाँ त छुङ शासनको छेको कबले परिनिर्वाणपछि 200 वर्ष लो नपुग्दै ग्याङ्गिले ने महासङ्घिकाबाट बेचेस 3 निकाय विभाजित भए त सोही वर्ष तयाले गेइ सयौं तर वर्षमा लोबे महासङ्घिक ख्यान्चाङ गिर्सा सङ्घबाट बेगी एक क्याना गेल गिर्सा व्यावहारिक देदा फेगे तर लोकोत्तर गिर्सा पनि देसे या लोकोत्तरवाद र अ नैतिक भन्ने लोटाङ निकायहरू छ्याङ दिस विभाजित भए मनरा यो यो चाहिँ नि दो ग्रन्थ परम्परा गेना भेद गेइ न चक्र लो नि अनुसार यसरी बेसेस उल्लेख गरेको छ फेरि न लो ग्यामा सुम दो ता कन्दा छेन लो ग्याङ्गिले ने बेसेस अनि गिन्नु फेजी बे देवाले देवा भनौँ सुम न अब छुङवा चिनमा देवा चाहिँ सुम अब ख्या बरेस 100 लेभल भोटमा देवा चाहिँ सुम अब खरा खरेस 200 लाबिना भनेर थानी विभाजित जिबे देदा जिग्देन देने देदा छंगार गिदेस देवा सुम ख्या अब यो बरेस तीनवटा महासङ्घीय तीनवटा निकाय के रहेछ त भन्दाखेरि एक व्यावहारिक ती ज्याले निकाय लोकोत्तरवाद निकाय र मान्दो थेबे दे कूटनीतिक लो ग्याबा निकाय भने ती तीनवटा भएछ ज्याले यान मान्दो थेबे दे छुम्बरे सोदवा त्यसपछि एक व्यावहारिक निकाय हिना लोकोत्तर नागेन दे निकाय सुबिना कूटनीतिक निकाय त्यसपछि गिदिङ बहुश्रुता थाम्बो भन्ने तेले पहिला आयो पहिलो विभाजन यसमा पहिलो विभाजन दोस्रो विभाजन तवे देवा कुरा फेजिन तेस्रो देवा चौथो सेलिया विभाजन भन्ने लेखिएको छ फेजिन देवा पहिलो दे विभाजन गिदिङ के छ थाम्बो भन्दाखेरि दिगलिया देवा सुम छुरे जि पहिला थानी जिबे दे पहिलो जि विभाजनमा जिदिन चाहिँ दे अब जि दि के छ छंगार भन्दाखेरि गिदेस एक व्यावहारिक निकाय ता भनिन्छ थानी यसलाई जिबे देश ला गया किमजङ खरे सलाना हाङ्गी चिकबिदे भनिन्छ एक व्यावहारिक थाङले ला निकाय गया किमजङ दे जि ता देवन दि किन जिदिन भन्दाखेरि जिदिन देबे संसारिक र थाम्जे लोकोत्तर देबर मजो बरस सबै कुदु धर्महरू वास्तविक जिदिन देबे रूपमा छ थाम्जे सत्य देबर नभई मजो बा कुदु काल्पनिक डबल मात्र हुन् छादी भने गरे से जे तिन्दे एकल गेदा व्यवहार थानी मत चिक डबल प्रतिपादन गर्ने कुदु डबल भएकाले छ यसको थाम्जे दे नाम
아니 딱 가는 राखिएको छ 군도 딱 말해 사 탄이 एक व्यावहारिक निकाय 그 भन्छ 제제 아니 딘데 제제 따와 르기에 디균zel 때는 탄이 찍고 딱 와야 균zel이 되레스 त्यही एउटा मात्रै 다들 नामकरण 지된 데넨 अब त्यो 데스라고데 जितेन देमी 금전데 ए भनिन्छ बोर्डमा 지대베 쉐 탐주 लोकोत्तरवाद 튜버레스 निकाय 지대는 फेरि के हो 데베 쉐 भन्दाखेरि सांसारिक 란덴다 가네 धर्महरू सबै भ्रम 고벤사다 हुन् र 양엘에 데 लोकोत्तर 테코란 धर्म 데바레 세제 드위베 मार्ग सत्य 인자 र 디균zel 데는 딱 निर्माण 지딘 मात्र सत्य हो भन्ने 데바 मान्यका कारण 킨부데 यो नाम 데바레스 राखेको रहेछ 지딘 बे체 탐주 लोकोत्तरवाद 튜버레스 세제 लोक 드위베 लोकदेखि 인자 पार भएको 디균zel मात्रै 데네 सत्य त अरू सबै 지딘 भ्रम हो भन्ने 데스 भएको 그래서 निकाय भएकोले 되게 लोकोत्तर निकाय 차가리 이 लोकोत्तरवाद 대사한테 निकाय भन्छ। 가르쳐나 अब झङ्गा 대반디 그 झङ्गागिरी भन्ने 순대디 बोर्डमा झङ्गारिगी दे भन्नाले 대다 कुकुतिक 다 भनिन्छ 줌바 지겨워 줌바 내된 저봐 अ, 다디 कुकुतिक 코랑 그 यस 리규디 निकायका संस्थापक कुकुट कुकुट वंशका भएकोले 가다 वंशकै नाम 꾸꾸다 꾸꾸 꾸꾸다 निकायको 럭럭 राखिरहेको छ। 꾸꾸다 꾸꾸 अब यो मुख्य 꾸꾸다사 संस्थापक 디기 चाहिँ अब 리규 कुकुटक 리규 वंशको 디 मुख्य 코란테샤 व्यक्ति हो 리규 उहाँले नै 디규 यो 인자 अब 디 त्यहाँदेखि 균셀데 निकाय अब 리기 닌도바 फैलाएको 대바 हुँदाखेरि 따샤 그래서 त्यही अब 제자 संस्थापकको 장가리기 नाम चाहिँ 대스 निकायमा राखिएको रहेछ। 다들의 하고 둥드 지시야도 둥드 제마 쉬는 저도 अब यसको एउटा कथा छ, यसको 다들의 कथा म पछि 망도 퇴비 बताउन 대선들마 बताउन चाहन्छु। अब 망도 दोस्रो 퇴비 विभाजन 대다 अब दोस्रो 기딩 विभाजन के 이바 भने 대는 शास्त्र भगवान 아 बुद्धको परिनिर्वाणपछि 200 समय वर्ष नपुग्दै सयौं वर्षमा महासङ्घिक निकायबाट बहुश्रुत भन्ने अर्को बहुश्रुतीय भन्ने अर्को निकाय विभाजित भयो। यो चाहिँ ग्रन्थ परम्पराको वेद चक्र अनुसार नै लेखिएको छ। बहुश्रुतीय निकाय अब धेरै 로 자바 딩이 있어 대바 패진 대바라 सुन्नेको 망도 निकाय 대바 भन्न 좀 धेरै 인스마 सुन्ने अर्को कुरालाई बुझ्ने 다디 निकायलाई भनिँदो रहेछ। 야 대야 디 저미도 데 개이 나로 로 니게 나라사지 फेरि भोटमा नालो चाहिँ अब लो ज्याग नालो चीनमा आसा चाहिँ अब जे 200 वर्ष गा भनिन्छ, भोटमा चाहिँ अब पेजिन 100 दे बाले वर्षपछि मानो बेग्लै थेबे बेग्लै देबा रहेछ। सा छोरे यी के छ भन्दाखेरि अब शास्त्रको मानो परिनिर्वाणपछि थेबे 200 देबा वर्ष जे नपुग्दै लगवा सयौं गुमजेन वर्षमा कारेसना अने कुराम भनौँ देबा न दि बहुश्रुतिकै देशमा भनेको छिन धर्मको खाते गहन विश्लेषण गरी धेरै शास्त्र अध्ययन छले गर्ने याबे भएकाले जेबा यस्तो समछि नाम जेबा रहेको हो समछि जे भनिन्छ। अने सुरुप भए मांदो थेबा भनौँ न इंग्लिश दी विश्लेषण गुन्जेल गर्ने देने अने मांदो यसमा थेबे सही देश के हो गलत के हो गुमजे यसको थेरेस मुख्य विश्लेषण गर्नेलाई 다 되네 디 बहुश्रुतीय 제라야 निकाय भनिन्छ। 페이지 밑에와 키딩 숨바디 가두 यो 춤버스나 दोस्रो 아니 विभाजन हो। अब 덤바 तेस्रो 양엘레 विभाजन 데네다 तेस्रो विभाजन कहिले आयो त 페이디 भन्दाखेरि 세는 로니야 페이디 शास्त्र 세는 सत्यमुनि 로냐바 बुद्ध परिनिर्वाणपछि 디걸이야 아니 200 वर्ष 춤브레스 नपुग्दै 가르 춤브레스는 딱 सयौं 말해 वर्षमा 대사 महासङ्घिक 쇼브레스 निकायबाट फेरि प्रज्ञप्तिवाद भन्ने अर्को निकाय विभाजित भयो। 딱 यो 버마베 चाहिँ ग्रन्थ देश제 परम्पराको अब चक्र अनुसार रहेछ भनौँ न। यसलाई प्रज्ञप्तिवाद निकाय भनौँ न, शेरब्मावा भने जस्तो यसलाई ताक्पर माविदे भनेको छैन भोटमा चाहिँ। 라디 디스 트루드샤 디 파워포인트 디스 트루드샤 간다 딱 버마베 대시 라고 김전데 가르선 딱 버마베 대사데 아니 अब यो 대화도 동해라서 प्रज्ञप्तिवाद 근데 다 대화도 भने 동해데 के हो त 뜻이에요. भन्दाखेरि चाहिँ 핀주 뜻이에요. यो 세상 चाहिँ 대화도 동해라서 베기 सुख र दुःख 뜻이에요. जस्ता 핀주 때베 परस्पर 쉐 त्यसु다 다나 आश्रित 깨제 धर्महरू 주기라서 베기 12 춤바 담자 आयतन आदि 다 सबै 잡으래 धर्महरू 시제 काल्पनिक 근데 되고요. प्रज्ञप्ति 디균잘 मात्र 때네 हुन् 아니 भन्ने 딱 버마베 मान्यताका 대사데 कारण यस्तो 드레스 नाम राखेको रहेछ। 그래서 यो 다 तेस्रो 되네 विभाजनमा चाहिँ 상계 양해를 प्रज्ञप्तिवाद 되네 निकाय। त्यसपछि अब चौथो विभाजन के छ भन्दाखेरि फेरि अर्को आएछ। चौथो विभाजनमा चाहिँ 로 니게게 잠래 레베 거려야 아니 शास्त्र 또 बुद्धको 그냥 구두 परिनिर्वाणपछि 교타 200 वर्ष 심으시죠. 어디 왜 구두 교타 200 वर्ष 심으시나? अलि 또 बढी हुँदा 심으시네. महान 아니 राजा 최대가를 야 대브레스. पर्यादत्ती 최대가를 प्रवचित 야 भई 대세네. 아니 महाराजा 페이지 룩가고 양다 पर्यादत्ती 제스 प्रवचित 제바데 भई 룩가고서 चैत्यशैल 데다 그다 पर्वतमा बसी 파시비 싱어서데 महासङ्घिका 5 सिद्धान्तलाई 파시비 प्रचार गरेकाले 싱어데네. चैत्यशैल 양타바 제스 제바레스. अपरशैल र पूर्वशैल 야 भन्ने 제스 3 라데. निकाय 아니 विभाजित 데다와라 भए 데네 딱 간다. 싱알 양게 चौथो विभाजन रहेछ। 쩌버 총부터는 대세네. 아니 अनि चैत्यशैल 최대인베 대다. 누르르 अपरशैल र 장그르 पूर्वशैल 대세네. भनौँ निकाय रहेछ। 대바 숨탐. दक्षिण भारतको आन्ध्र क्षेत्रको
चैत्यशील अपरशील 다 최대한 비대다 누규르 पूर्णशैल 비대다 장거리 비대스 पर्वतमा 대바숨 बसेकाले यस्तो नाम राखेको 숨디 रहेछ। यदि 민들의 पर्वतवाली 따보 रहेछ। 젠데 쪼디고라 사내기 사제기 एउटा 사내 토 भौगोलिक 민들의 स्थान 토 अनुसार अब यसरी 대야 बेग्लै भइरहेको 대바숨 त्यही यसमा 순간로 निकायको नाम 야로저 राख्नु रहेछ। 안다게 यो निकाय भिक्षु 사내비 महादेवको 민들의 5 बुधा भिक्षु 안다 महादेवका 5 사원 बुधा 체비나 बारे 체비나 पुनः 안다 प्रदेश विवाद उत्पन्न 사쇼비 भएकाले विभाजित भएका हुन् 최대의 리다 भनेको छ। 나는 누구다 장거리사 근데 사자 숨리야 내도의 세바 인두사 대균산되네 민들의 토버레스 त्यसैले यो विभिन्न ठाउँ अनुसार रहेछ। 대바숨보디 भिक्षु महादेवको 5 बुधा 결혼 यो 하시면 अब स्वीकार गर्नुहुन्छ कि हुँदैन भने त्यसमा विवाद भन्दाखेरि चाहिँ अब यो 3 प्रकारको अरू निकाय भनौँ न, चैत्य शैल, अपर शैल, पूर्व शैल, अनि त्यहाँदेखि 3 प्रकारको निकायहरू विभाजित भएका रहेछन्। 단 너나 पेजिमी देवा तेलया देवा दोम्बे तिचादियो तसादि जे भए तापनि यो महासङ्घीका अब यो भित्र चाहिँ निकायहरू कतिवटा 9 वटा रहेछ। अब उहाँ महासङ्घीका आफै पनि भने 9 वटा अब चावे देवा कोरा पेजिमी महासङ्घीभित्र 9 वटा निकायहरू छुटेका रहेछ। जिदेन देने दे 장가리 기대 मान्दो तेबे दे तापरमावे दे सेदेमी दे नुगिरुदि 장게 भनौँ न पहिला अब महासङ्घीका एउटा भयो, त्यसपछि अब एक व्यापारिक लोकोत्तरहरू कुकुटीको 4 वटा भयो, त्यसपछि अब बहुशरीरले 5 वटा भयो, प्रज्ञप्तिले 6 वटा भयो, त्यसपछि अब अनि चैत्यशीलले अपरशैल 8 पूर्वशैल 9 वटा निकायहरू छुटेका रहेछ। देवाशीसादे गुर्दिस नो मली बन्नुछि इबटा देवाशीद नबंगासाद यसलाई के भन्छ, यसलाई के भन्छ भन्दाखेरि अब देवा के छ भन्छ तन्दि खेतिङ सिदा खेतिङ नबंगास खरा चावे देवादि फेजि देवा निकाय र 4 प्रकारको यो अनि भनेको चाहिँ यो गलत हो त्यो हैन। यला देवा खेतिङ 시 충벌에다 nga 충벌에서 아직 거라 세다면라 지 니어레스 계시 자외 대바 페지미 대바 코랑 자외 대바 개바디 지나 아니 खेतिङ वीरवाद निकायका 7 पटक विभाजन भएर 11 शाखा निकाय बनेको थिए भने यस्तो रहेको छ। थाम्बुन देमे गिन्डुङ देशमर गिन्डुङी देले भन्नु न यो 4 वटा निकाय भन न अनि तान सिंगी नेदेम विद्याबा नि सुख्या छोरबा त्यो चावे देव केवरबा ओ ती जाङबा इना हैन खेती नम्बर भन्नु पहिला अब स्थापिरण्य माछामा दुईटा मात्रै छ, त्यहाँदेखि पछि अनि 4 वटाहरू फैलेर गयो नि त। त्यसैले त्यसलाई 5 प्रकारको पनि भनिन्छ नि त। पहिला दुईटा थियो, त्यसमध्ये अब पहिलो पटक, दोस्रो पटक अनि तेस्रो पटक, चौथो पटक 4 वटा अनि यो फैलिन गएसम्म अनि 5 पटकमा यो मुख्य अब यो निकायहरू छुटेको हो भनी भनिँदो रहेछ। अनि आज म यतिमै विश्राम गर्न चाहन्छु, फेरि अर्को दिन फेरि भेटौँला। आजको लागि यति नै। बहुत सर्वमङ्गलम, जगतो हिताय, धन्यवाद।